दर्शकवीर नमस्कार। कालीकोट जिल्ला पलता गाउँपालिका वार्ड नम्बर 9 थिर्पुबाट खाद्यान्न बोकेर हिँडेको ट्र्याक्टर ढाडुनेटाको लार्फा भन्ने ठाउँमा दुर्घटना भएपछि हामी घटनास्थलमै आएका छौँ। हामी हजुरहरूलाई सबै घटना के कसरी भयो र कतिजना सवार थिए सबै घटनाको हामी जानकारी हजुरहरूलाई गराउनेछौँ अनि भिडियो लास्टसम्म हेर्नुहोला। ट्र्याक्टरमा करिब 4 लाखसम्मको सामान खाद्यान्न सामान बोकेको थियो भने ट्र्याक्टरमा सवार 4 जना चालकसहित 4 जनाको घटनास्थलमा मृत्यु भएको छ। घटना कसरी भयो हामी हजुरहरूलाई लाइभ देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ, चामलै चामल, यताउता पुरै चामलै चामल भइरहेको छ। ट्र्याक्टरको अगाडिको भाग चाहिँ टुक्रा टुक्रा बचेको छैन भने पछाडिको भाग चाहिँ कमसेकम 200 मिटर टाढा खसेको छ। पुरै गाउँका मान्छेहरू आइरहेका छन्। गाउँमा पुलिसले लासलाई छोड्न दिएको छैन। पुलिसले लासलाई ठाउँ ठाउँमा लास छन्। पुलिसले घेराबन्दी गरिरहेको छ। माथि हेर्न सक्नुहुन्छ, माथि त्यो डाँडाबाट चाहिँ ट्र्याक्टर तल खसेर त्यहाँ गएको छ भने टायर चाहिँ कमसेकम 500 मिटर टाढा खसेका छन्। हेर्न सक्नुहुन्छ। पलाताका कालीकोटका सबै रोडहरू यस्तै छन् त हजुरहरूले देख्न सक्नुहुनेछ। दैवको लीला, एकजना इन्डियाबाट आउँदै गर्दा रविन्द्र विश्वकर्मा को मृत्यु भएको छ भने 2 जना महिला र 1 जना चालक चाहिँ मुगुको रहेको भन्ने खुलेको छ। एकदमै हरेक मान्छे मृतकको परिवार आएर रुदै कराउँदै गर्दै हुनुहुन्छ। एकदमै दुःखको खबर। म्याक्सिमम राति 11:30 मा ट्र्याक्टर खसेको भने ट्र्याक्टर खसेको ठाउँमा बाटो पनि चाग्लो छ, तर कसरी घट्यो त्यो चाहिँ जानकारी उपलब्ध भएको छैन। किनकि जानकारमा 4 जतिजना सवार थिए 4 का 4 जनाको मृत्यु भएको छ। हेर्न सक्नुहुन्छ, यता लास उता लास। हे भगवान्, यो के हुँदैछ कालीकोटमा? आमा रुदै कराउँदै आउँदै गरेको हजुरहरूले देख्न सक्नुहुनेछ। के गर्ने, यस्तै हो दैवको लीला। यस्तो घटना फेरि नघटोस्। हेर्नुहोस् त, घर परिवार आउँदै कराउँदै पुरै गाउँ, हरेक गाउँबाट आइरहेछन् मान्छेहरू। हेर्न सक्नुहुन्छ, ट्र्याक्टर चाहिँ एकदमै टाढा, पछाडिको भाग चाहिँ एकदम टाढा गइरहेको छ भने अगाडिको भाग चाहिँ अलि नजिकै रोकेर लासहरू त्यहीँ पल्टिरहेका छन्। एउटा लास त्यहाँ छ भने एउटा लास त्यहाँ। चामलै चामल, फ्रुटी लगायतका सम्पूर्ण सामग्रीहरू त्यहाँ खसिरहेका देख्न सक्नुहुनेछ। यस्तो कालीकोट मात्र यस्तो जिल्ला हो जहाँ गाडी नभएर ट्र्याक्टर माथि सवार गरिन्छ। तपाईँले यो भिडियो सक्दोभन्दा सक्दो सेयर गरिदिनु होला। यस्ता घटनाहरू कहिल्यै नघटोस्। हेर्न सक्नुहुन्छ, मृतकप्रति हार्दिक श्रद्धाञ्जली गर्न चाहन्छु। यताउता पुरै मान्छे पुलिसले कोही लासलाई हेर्न दिएको छैन। यस्तै हो दैवको लीला। कहिले मान्छे जन्मिए त मर्यो, तर यस्तो गरेर चाहिँ कहिले मृत्यु नहोस् भन्न चाहन्छु। मान्छेहरू आउने जाने क्रम बढ्दैछ। हजुरहरूले लाइभ हेर्न सक्नुहुनेछ। जुन माथिको डाँडा छ त्यही डाँडाबाट खसेर तल एकदम त्यति टाढा खसेको छ भने पुरै मान्छेहरू चल्ली बिचल्ली भएर आउँदै हुनुहुन्छ। म्याक्सिमम 4 जना प्रहरी चाहिँ यही नजिक कहरदेव प्रहरीबाट आइरहेको छ भने बाँकी जिल्लाको टोली आउँदैछ। हरेक मान्छे रुदै कराउँदै गर्नुहुन्छ। माथि यही रोडबाट खसेर एकदम तल गएको तपाईँले हामीले रोड पनि देखाइरहेका छौँ, लाइभ देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ, चामल यताउता सबै सामान, कति फ्रुटी, बियर लगायतका सम्पूर्ण सामान, मिठाई, चक्लेट यहाँ खसिरहेको देख्न सक्नुहुनेछ। मानिसहरू आउने जाने क्रम बढ्दैछ। यही
यही रोड हो जो जहाँ गाडी पल्टै हुन्छन्। झन्डै अस्ति पनि म्याक्सिमम 1-2 महिना अगाडि पनि यहाँभन्दा अलि अगाडि 7 जनाको मृत्यु भएको भिडियो हजुरहरूमाझ हामीले ल्याएका थियौँ, देखाइरहेका थियौँ भने आज किन यस्तो हुँदैछ कालीकोटमा हामी सबैले यो कुरा यो यहाँका नेता राम्रो नभएर हो कि के हो सबैले हेर्न सक्नुहुनेछ। होइन भने यहाँ किन यति भइरहेछ तपाईँले हेर्न सक्नुहुनेछ। हेर्नुहोस् त यही रोड हो जहाँ तल खसिरहेको मान्छेहरू रुँदै कराउँदै गर्दा मान्छे बिहान राति 11 बजेदेखि अहिलेसम्म खाना पानी नखाएर यहाँ आइरहेका छन्। यत्रो गाउँलाई कसले दिन्छ खाना? यस्तो सबैको बेजोग भइरहेको छ भने तपाईँलाई हामी हेर्नुहोस् त एकैचोटि यताउता परिवार आफन्तजनहरू आउँदैछन् जाँदैछन्, रुने क्रम बढ्दै रहेको छ। मृत्यु हुनेमा मुगुका 25 वर्षीय चालक अनि पलता गाउँपालिका वार्ड नम्बर 4 छला के सदी बुढा अनि पलता गाउँपालिका वार्ड नम्बर 4 का रविन्द्र विश्वकर्माको अकालमै ज्यान गुमाएका छन्। यति टाढा गएको ट्र्याक्टरमा किन लापरवाही हुन्छ? यहाँ पनि अलिकति पुलिसले आएर चेक जाँच गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। के गर्ने यस्तै हो, पुलिसले पनि भिडियो खिच्न दिएको छैन, हेर्न सक्नुहुनेछ। सबैले घेराबन्दी गरिरहेका छन्।